झरी परिराखेको छ। बाहिर जाने काम भएर पनि जान अल्छी गरेँ। घरमा बसेर यो खानालाई मिठो बनाउनलाई टाइम लाग्ने खानेकुरा बनाउन खोजिरहेछु। यसमा मिसाउनको लागि अलिकति काजु चाहिँ पिसेर पाउडर बनाएको छु। अब यसमा एकछिनपछि मिक्स गर्छु, कस्तो बन्छ। सानैदेखि आमाले बनाएर खुवाउने गर्नुभएको खानेकुरा असाध्यै मनपर्छ, तर आफैले बनाएर चाहिँ मैले अहिलेसम्म खाएको छैन। आज फर्स्ट टाइम बनाउँदैछु, हेरौँ कस्तो बन्छ। ल यस्तो बन्यो यो। यसमा काजु एड गरेकोले आमाकै स्वादको चाहिँ पक्कै छैन, तर बन्न चाहिँ बन्यो।